ल यो चाहिँ खोटाङ जिल्ला खोटाङ गाउँपालिका यो वडा नम्बर 8 मा रहेको यो सिम्पानी प्रहरी चौकी चाहिँ आजको मितिसम्म नभएको अवस्था थियो। जलिनष्ट भइसके पछाडि अहिलेसम्म भवन बन्न नसकेको भवन आज शिलान्यास हुँदैछ र यो चौकीले चाहिँ 4वटा वडा हेर्नु परे तापनि पानीको भवनमा प्रहरीहरू बसेर शान्ति सुरक्षा कायम गर्नुपर्ने अवस्था थियो र यो आज मिति 2082 साल जेठ महिनाको 9 गते अब भवनको शिलान्यास भएको छ र यहाँ हाम्रो प्रहरी चौकी सिम्पानीका प्रहरी हवलदार सञ्जय मुखिया र यो भवन निर्माणका ठेकेदार साहबले चाहिँ शिलान्यास गर्नुहुँदैछ। हातबाट शिलान्यास हुँदैछ। अगरबत्ती बालेर फुल अक्षता फुल चढाएर भेटी पाती सबै चढाएर भेटी नराखिकन पाती मात्र चढाएर ल है त्यो भेटी त गरेको गकिलै चिज राख्नुपर्छ है सरहरू। र यो शिलान्यास हेर्ने र भवन निर्माण बनाउने साथीहरू पनि यता हुनुहुन्छ र यहाँ स्थानीय आमाहरू त्यहाँ प्राप्त भइसक्यो काकाहरू हुनुहुन्छ। यता हाम्रो सर हुनुहुन्छ र यता हेरिदिनु पनि पर्यो है साफहरू। ल यो काम गरुन्जेल चाहिँ पानीले बाधा नगरोस् भन्ने भवन तर होस् हैन सर भनेर ठेकेदार साहबले भन्नुहुँदैछ। यहाँ हाम्रो हवलदार साहबले चाहिँ चारै दिशातिर अगरबत्ती घुमाइवरी त्यहाँ राखिसक्नु भएको छ। हाम्रो यो भवन जग खन्ने बबी भाइ चाहिँ कहाँ जानु हो? यो भवनको जग खन्ने चाहिँ यही मेसिन हो, डोजर, एक्सकाभेटर।